स्पोर्ट चाहिँ यो रहेको छ हाम्रो यो फोटो तलमा आएको यो सर्ट अनि हाम्रो केटाहरू यहाँ टिकटक बनाउँदै है कन्टेन्ट बनाइरहेको छ हाम्रो केटाहरूले चाहिँ यहाँ हाम्रो सिआर हुनुहुन्छ हेलो हेलो के भन्न चाहनुहुन्छ हाम्रो पिकनिक कस्तो हुनेवाला छ हाम्रो दिन पिकनिक भनेको आज एकदम इन्जोयफुल हैन एकदम पिसफुल भइरहेको छ सुरुवात चाहिँ राम्रै भइरहेको छ हैन अब के छ हाम्रो लामाको मन्तव्य सबै ठिक छ सबै ठिक भएर कहाँ हुन्छ यार हल्का बिग्रिनु पर्यो नि भयो 1 2 3 भन्न तिमीले 1 2 3 हाम्रो कन्टेन्ट ल केटाहरू पिकनिक सुरु भएको छैन यहाँ क्यारम बोर्ड सुरु भइसकेको छ के भन्यो दिनेश हान्नु पुरा घोटी भएर निस्किए त सिजन ल पासाङको सर्ट यहाँतिर म एकचोटि हान्छु ल दिनेशले हान्छ यसमा मैला हाल्नु पर्ने है फुस्किँदा मतलब भित्रै घुमेर जान्छ ए क्यारम बोर्डमा तेरो भविष्य देखेन त ल म एकचोटि हान्छु नि कसम यस्तो गर्दा ओके हाम्रो चाहिँ अहिले ब्रेकफास्ट भइरहेको छ हाम्रो सियारले चाहिँ चेक गरेको अवस्था है लाइनमा हो भाइ लाइनमै हो यो यसले काम चल्छ भाइ सबै लाइनमै छैन सब यसले काम चल्छ हाम्रो ब्रेकफास्ट चाहिँ सरलाई छोड न है म चिया लिएर आउँछु बस्दै गर्नु त्यसो भए है पहिला चाहिँ ब्रेकफास्ट नै हामीले अघि चाहिँ चिया खाएको छौँ ओ सिजन के पिकनिक सुरु भएको छैन पुरा गिटार बजाइने हाम्रो केटाहरूले चाहिँ गिटार नै बजाउने रहेछ है ल मलाई बुझ्दैन हो उहाँ चाहिँ हाम्रो बार्सिलोनाको बिगेस्ट फ्यान हुनुहुन्छ बार्सिलोनाको मेसी अर्जेन्टिना ठिक छ सो यहाँ हाम्रो ब्रेकफास्ट हुन्छ त्यसपछि चाहिँ हाम्रो यताउता नाचगानहरू हुन्छ अनि त्यसपछि चाहिँ हाम्रो धेरै प्रोग्राम हुनुहुन्छ हाम्रो टिचरहरू नै यता हामीलाई हाम्रो पिकनिकमा जोइन भइसकेको छ है उहाँहरूले चाहिँ हल्का पछाडि आउनु भएको छ उहाँहरू सो हामीले चाहिँ यताउता धेरै कुराहरू गरिसक्यौँ यहाँ सो किप वाचिङ के प्लेट देखाउनु अब हाल्नु परेन है आइपिएमए यसले खान्छ अरे सबै ब्रेकफास्ट खाली गरिदिन्छु मेरो हालेन एउटा दुईवटा हाल्नु खानु पर्यो यसले एउटा गुड गर्ल या मेरो वेटर हाल्दै हुनुहुन्छ मेरो लागि खाना ओके ओके भयो भयो चम्मच गयो के चाहियो रे ब्रेड एउटा देऊ दे ए गड ड्याम हाम्रो के छ अम्लेटै छ हो माइ गड हाम्रो यहाँ चाहिँ फ्रुटहरू रहेको छ आई थिङ्क दिस इज लाइक क्रिस्टियानो रोनाल्डो ब्रेकफास्ट जस्तो लाग्यो मलाई चाहिँ हल्का
भयो क्रिस्टियानो भन्नाले भयो म हाल्नु परेन ए सर भयो पुग्छ त्यसले सबै आफूमा हाल्न खोज्छ कस्तो भएर जाने हामी उता पछाडि जाने breakfast pancake bread ओके Anna and me एन्ड यु ओके थ्याङ्क गड त्यो हाल अन्डा हाल न हल्का हाल के यो अन्डा हो आफै हेर्दा त ठिक लागिरहेछ हेर्दा त ठिक लागिरहेछ अब खाएर भन्नु पर्ला ओके टासीले चाहिँ हल्का स्ट्यान्डर्डाइज Oh, अन्डा नि हालेको छैन सी इज मेन्टेनिङ लाइक के होला उसको चाहिँ रहस्य चाहिँ होइन मैले चाहिँ हल्का केटा मान्छे हेलो ब्रेकफास्ट इन्जोइङ निशा अघिको चिया जस्तो छैन नि भोका साथी मेरो त्यस्तै छ है दर्शन भाइ के भइरहेछ यस्तो But yeah, anyway, it was very good. Good. Look at my hair Yeah, very good. कममा चाहिँ सानो हुन्छ के Oh, यति हो फाइनल गर्दै यार कुछ भी होने वाला नहीं है ल अब हाम्रो अर्को कार्यक्रम चाहिँ हाम्रो मुनि छाया हुनेवाला छ है सो खोइ हेर्दै गरौँ कस्तो हुनेवाला छ कहाँ गयो छायाको स्टेप चाहिँ कसले सिकायो है अघि सिकाएको होइन त नि यस्तो सलमान खानको पोज सलमान खानको यो वाला ओके त्यस्तै गाडी लडेको यहाँ कहाँ उता हाम्रो घरको यतापट्टि छोटी देखेर होला गाडी लौडेको गाडी तल पुगिरहेको पछि सक्सेस भयो भने हालौँला नभयो भने म सर्ट क्लिप हालिदिउँला बनाउँदै हो त्यसो भने जिस्क्या हो कति आऊ न भिडियोहरू अघिको हामी के गर्न जाँदैछौँ हामी अब छैया भन्नेमा नाच्न जाँदैछौँ सो लेट्स डु छैया होइन हामी चाहिँ एकदम टाढा चाहिँ आएको छैनौँ तर पनि यो चाहिँ हल्का पछाडिको सिनहरू देखाउनको रहस्य अनुसार ल यहाँ एउटा कोरियोग्राफर एउटा आइपुग्छ डान्स सिकाउने एउटा यहाँ चस गर्नेवाला एउटा अनि अरू सबैले यहाँ पछाडिबाट गर्छ नि त होइन ल केटाहरू सबै पछाडि आउने चाहिँ तल बस्छ पछाडिहरूलाई चाहिँ छेक्छ नि त है ल गरौँ गरिहाल सो या हाम्रो रिजल्ट चाहिँ आउँछ कि आउँदैन खै थाहा छैन तर के अरे भयो भने चाहिँ हामी हालिदिउँला है हाम्रो हुँदैछ अहिले यहाँ हामी कहाँ छु रे निशा हामी चाहिँ मिनी इलाममा छौँ इलाम जस्तो केही छैन मिनीमा चाहिँ चियाको भोज जोड्ने बित्तिकै मिनी लाम क्या यस्तो ठग्या मिनी इलाम सो हामी चाहिँ ठुलो होइन मिनी इलाममा छौँ सो म्याक्सी इलाम के रे म्याक्सी पेन्टी हो मेरो नाम म्याक्सी पेन्टी मैले
मेरो मिनिमम साइज हैन तिमीहरु यसलाई थाहा छ आको नि होइन ओके हामी चाहिँ मिनी इलाम जाँदैछौँ जति खाना खाए नि बकुला ने तरुनी देखि देखि चाहिँ यता हल्का लाग्ने हुन्छ आधा घन्टा हो यहाँबाट आधा घन्टा जति हो आधा घन्टा जति हो भनेको होला होला दुधको के बन्छ दही मही घिउ आई लभ यु के रे फेरि भन्दा दुधले बन्छ दही मही घिउ आई लभ यु साह्रै मारिदियो अरे यता अगाडि जाउँ दुधलाई खान मात्र मिल्दैन क्या के बुझ्न नि मिल्छ क्या यसले मेरो भिडियोको कसम के बनाइदियो कसम चिया बनाइदियो के भन्छ त्यसलाई बस्नु कस्तो राम्रो ठाउँ छ है लेट्स इन्जोय दि भ्यू बस्नु न ल के भन्न चाहनुहुन्छ भिङमार खड्ले यता जबुदे ल हानिदियो त ल शाहरुख खान मुभ हानिदियो नाना ल तिनजनाले 1 2 3 गो त्यही त भने ल फाइनली हामी चाहिँ जानेछौँ। मिनी लाम आइसक्यो यहाँ छोटीले फोटो खिच्दै हुनुहुन्छ यो चाहिँ हाम्रो क्लासको परम बोयफ्रेन्डले पढाउने सुन्दरी अरे यता यता देखा न यो सुन्दरीलाई बादरको पोथीलाई पनि सुन्दरी भन्छ तर ओके हाम्रो मुनि नि हल्का खतरा भइरहेको रहेछ है तपाईँले हेर्न सक्नुहुन्छ यहाँबाट ओके ठिकै छ आफ्नो दुनियाँमा रमाइरहेको छौँ हामी पनि यता उहाँहरू उता के भन्नुहुन्छ दिदी कस्तो भइरहेछ दिन राम्रो ओके कस्तो छ अञ्जली हामी कहाँ छौँ रे हामी मिनी इलाममा छौँ मैले चाहिँ तिमीलाई सिकाएको त बिर्सिहालिस् भुलेको छैन भुलेको छैन भुलेको छैन यस्तो हान्छु म भुलेको छैन चाहिँ भुल्न नि ल, हाम्रो चाहिँ यत्रो छ यत्रो धेरै मान्छे दिदी हाम्रो कति मान्छे होला यहाँ 85 87 90 एउटा केटा बराबर तीनटा केटीको ओके या ऊ छ अहिले बाबा अनुपात तिनटै फ्याकल्टीको छ हाम्रो सेमेस्टरको खाली यो त कुराकानी क्लासमेटको केटाहरू पानी छ पानी चिया बगान चाहिँ एकदम यहाँबाट भ्यू कति राम्रो देखियो हेर उता हेर्न मोडे ए हल्का छिटो ए तिम्रो त्यहाँ मिनी लाम भने ए होला मलाई थाहा छैन होला ए होला आफ्नो माइपिरतिलाई लिएर जानु कस्तो छ राम्रो छ हो है अब कति राम्रो भन्न यार मलाई खासै राम्रो चाहिँ लागेन तर वाउ चाहिँ तिमी बाटो नछिर्देऊ न एउटा नाचेको है यस्तो हो अब कहाँ यार गुड 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 कस्तो छ इलाम मिनी इलाम 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 पुगेको जस्तो भयो के हो होइन यता गाडीतिर ल मन्दा बेर राख्नुहोस् तपाईँहरू के छ मैले त दुईटा कस्तो लाग्यो मिनी इलाम फेरि इलामै सोचेर आयो होला तिमीहरूले मलाई एउटा उ गरिदियो त के भन्न चाहनुहुन्छ सम्पूर्ण Okay. नमस्कार है यहाँसम्म ल्याइदिएको Okay. नमस्कार छ है सबैमा मलाई आफ्नो मन्तव्य फाइनल है त्यो अब मौका दिनुभयो है एकदम खुसी छु है अनि अन्तिममा के भन्न चाहन्छु भने है सरी मलाई आज के को कमी लागिरहेको उजा यसले चेप्पादै बोलिरहेको छ तर पनि ठिकै छ जस राम्रै लागिरहेछ मलाई चाहिँ मिनी इलाम सबैजना आफ्नो ठाउँतिर छिरिसकेको छ यता यताउता इन्जोय गरेर आएको छन् हाम्रो केटाहरू God damn views. कसरी ओके सो यहाँ हामी भोटे चौरदेखि उता मिनी इलामदेखि चाहिँ फर्किसक्यो यता फेरि हाम्रो यता हेभन हिल रेसोर्टमा चाहिँ फर्क्यो होइन
त्यसपछि चाहिँ हाम्रो यहाँ चाहिँ नाचगान भइरहेछ अनि स्नेक खाएर चाहिँ हामी अब फर्किने घर अहिले हेर्न सक्नुहुन्छ दृश्य हाम्रो सबैजना आफ्नै चालमा छ होइन हाम्रो अर्को ग्रुप चाहिँ अहिलेसम्म नै आएको छैन यो चाहिँ हाम्रो अगाडिको बस चाहिँ हो यहाँ अहिले हाम्रो नाचगान भइरहेको छ केटाहरूको है हामी निकाल्न यार यतातिर कसोलाई हाम्रो यो चाहिँ स्नेक हो स्नेक्स त्यसपछि चाहिँ हामी थोरै नाचगान गर्नेछौँ त्यसपछि घर फर्किने भइहाल्छ नि त्यही हेर्ने मान्छे ड्याम हल्का थोरै थोरै गरेको राम्रो राम्रो छ भने हालिदियो होला च्यानल अब परै वेबरतिर हालिदियो होला सक्सेस भयो भने कस्तो छ माछा कस्तो छ दामी मिठो छैन दामी चर्च चर्च ओके लेट्स डु दिस Oh my god त्यो छ नि फुड ब्लगरको जस्तो क्या Oh my god I am very excited today अड्किन्छ होला नि मुखभित्र म त हड्डी छ होला तर मैले माछा खाएकै छैन अहिलेसम्म दर्शनले एकचोटि खुवाइदियो खोइ खाने तरिकै नै थाहा भएर क्या स्पाइनल कर्ड मतलब भित्रको हड्डी पुरा नै निकालिदिनुपर्छ फेरि बुझ्दैन कक्सिस सक्सिस के हुँदैन होला यार स्पाइनल कर्ड भन्ने के रहेछ स्पाइनल कर्ड भनेको त्यही हो त हाम्रो सिजनले देखाउँछ यो त भटिब्रा हो भटिब्रा हो स्पाइनल कर्ड आज अलि बिरामी छ यो गाई चाहिँ अन्त थोरै बिरामी छु नि त इन द हाउस बाउले किङ इन द हाउस त्यो वेल बुक भन्छ क्या 2 दिनदेखि यही प्रोग्राममा थिए त्यतै ल अब चाहिँ हाम्रो भ्लगर जसको बालो खानी ल सुरु गर्छ लेट मी इन्ट्रोड्युस फर्स्ट व्हाट वी हैव ओके पहिला चाहिँ हाम्रो माछा त्यसपछि चाहिँ पकोडा यो चाहिँ कर्नहरू चाहिँ यहाँ बिचमा आएछ है खोइ के हो अनि यहाँ मासु छ हाम्रो अनि भित्र आलु अनि साइडमा हाम्रो चिउरानी छ बिस्तारै सुरु गरौँ होइन त लेट्स गो सुरु चाहिँ मासुबाटै गरौँ के हड्डी छ त है सुरु चाहिँ हड्डीबाट गरौँ भन्नु पर्ला कस्तो छ त्यो हाम्रो उहाँलाई स्वागत गर्नु स्वागत छ सन्डे छ दङ्गाहरू सबै कसरी हो देख्नु लेट्स गो आजको भिडियो चाहिँ यतै अन्डे सेन्टर राख्नु सबै खानु
आलु चाहिँ मिठो छ कसम तिम्रो मासु मात्र खाएर हेर आलु यस्तो मिठो रहेछ हो यो मासु हो खाने मासुको मासु त बढी हुन्छ बढी त घट्ने खान्छ हाम्रो खाना खाइसकेको छौँ सो बिरामी छ यो भाइ बिरामी छ त्यो रेती मात्रै खा So my friend is bit sick, so he can't eat too much. उसले धेरै खान सकेन क्या बस यति टाउको गर्न सक्नु My friend is Okay, so हाम्रो पिकनिकको अन्त्य चाहिँ यहीँ भइसकेको छ सो we are returning to our homes. So यहाँ सरहरूसँग फोटो सेसन भइरहेछ अहिले घर जाँदैछौँ सो हाम्रो बसमा चाहिँ वाइल्ड भइरहेछ यहाँ नाचको सो ब्याक बेन्चरहरू तपाईँहरूले देख्न सक्नुहुन्छ उता पछाडि यता हाम्रो ओके Okay, I think that has been too much.